आएको र 95 सम्म चाहिँ काम गरेको थिएँ। सबभन्दा पहिला चाहिँ आउँदाखेरि यो टिएसपीमा काम गरेको थिएँ। हाम्रो नानी सर चाहिँ यतै हुनुहुन्छ, सेन्ट्रल लाइब्रेरी जिम्मा लगाएर हिँड्नुभयो। त्यो गर्दा गर्दै मैले 5 वर्ष चाहिँ युएमएनमा बिताएँ। त्यस्तै बनियो है। अनि फेरि 5 वर्ष गरेँ, 2012 मा चाहिँ छोडिहालेँ। छोडेर त्यस पछाडिदेखि मैले कतै कुनै जागिर खाइएन र सामाजिक क्षेत्रमा अहिलेसम्म पनि व्यस्त चाहिँ छु। र यो पिक्चर दिएको चाहिँ छ, यो मेरो जीवन मात्र होइन। मेरो नाम सुनिल माटङ्गी। म 1987 मा एकाउन्ट्समा काम गरेँ। 2005 साल झन्डै 18 वर्ष काम गरेँ। सायद युएमएनमा बसिन्थ्यो होला, युएमएनको डाउन साइजिङ नभएको भए होइन, बसिन्थ्यो होला। म पनि 25 वर्ष सिभिल ड्युटी मनाइन्थ्यो होला होइन। त्यस कारणले पार्टी भएर बाहिर जानु पर्यो। त्यही हो मेरो कहानी चाहिँ। हजुर, अन्त अनि कामको विषयमा 2 मिनट कुरा गरौँ। त्यो बेला चाहिँ हाम्रो गेस्ट हाउस अरे दुईवटा गेस्ट हाउस होइन अरे हो सल्यान थियो होइन। उहाँ धेरै दिदीहरू हुनुहुन्थ्यो। 265 जनाको चाहिँ मैले स्यालेरी देखेँ। त्यो बेला चाहिँ 265 हेड क्वार्टरमा स्टाफहरू, अनि 1500-1600 जना चाहिँ हाम्रो ओखलढुङ्गा टानसेन होइन गोर्खा गरेर 1500-1600 जनाको चाहिँ पिएफहरू प्रोभिडेन्ट फन्डको चाहिँ एकाउन्टहरू हेर्थ्यो मैले। त्यसपछि आएर सञ्चय चाहिँ अब अफिसमा नराख्ने कुरा आयो। नराख्ने कुरा आएपछि अनि यो के भन्छ सिआइटी अफिसमा चाहिँ राख्ने कुरा आयो। मैले चाहिँ त्यो बेला चाहिँ 17-18 करोडको चाहिँ हिसाब किताब उता सिआइटी अफिसमा बुझाएको। 17-18 करोड चाहिँ हाम्रो झन्डै 1600-1700 स्टाफहरूको। अब यो हिमाल पाछ सगरमाथा हामी सबैले मन पराएको, सबैको मुटु है। यो हिमाल भनेपछि हाम्रो देश अन्तर्राष्ट्रिय जगतमा पनि चिनिने भएको कारणले मलाई पनि यो हिमाल भनेपछि हिमाल। थ्याङ्क यू।